सरकारले पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा सहित निवर्तमान सरकारका 2 मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले केही प्रमाणहरू सङ्कलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याबमा पठाएको हो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा, उहाँकी धर्मपत्नी एवं निवर्तमान सरकारको परराष्ट्र मन्त्री आर्जु राणा देउबा र ऊर्जा मन्त्री दीपक खड्काको सम्पत्तिबारे केही प्रमाण सङ्कलन भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो। ती प्रमाणको वस्तुपरकता यथार्थ परीक्षण गर्न नेपाल प्रहरीको DFLमा आफै प्रमाणसहितको पत्र पठाइएको हो। कुनै विषयमा उजुरी परेर त्यसका थप प्रमाण सङ्कलनका प्रक्रियाहरू बढेपछि अनुसन्धान सुरु हुन्छ। विभागले देउवा दम्पति र मन्त्री खड्काको घर आगजनीपछि स्थलगत रूपमा त्यहाँ पुगेर केही प्रमाणहरू सङ्कलन गरेको थियो। त्यसपछि अरू प्रमाण पनि सङ्कलन गरेर पत्र पठाइएको स्रोतले बतायो। विभाग सम्बन्ध स्रोतका अनुसार पैसाका टुक्राहरू खरानीका साथै देउबा र खड्का निवासको भिडियो सङ्कलन भएको थियो। त्यसक्रममा पैसा छरेको र उडाएको भेटिएको थियो। तीमध्ये केही मानिसहरूसँग विभागका अधिकारीहरूले अनौपचारिक कुराकानीपछि थप प्रक्रिया अघि बढाएका हुन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला समानान्तर रूपमा भूमिगत गिरोह परिचालन गरेको आरोप खेप्ने आर्जुमाथि सार्वजनिक पदमा नियुक्तिदेखि राजकीय काम कारबाहीमा सार्वजनिक पदको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ। नक्कली शरणार्थी प्रकरणमा समेत नाम मुछिएकी आर्जुमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ। ऊर्जा मन्त्री खड्का मन्त्री हुँदा पदको दुरुपयोग गरेको र स्वार्थ जोडेको काम गरेको आरोप लाग्ने गरेको छ। उनको घरमा भेटिएको प्रमाण पनि परीक्षणका लागि प्रयोगशालामा पठाइएको स्रोतले बताए। देउवा परिवार श्रृङ्खलाबद्ध अनियमितताको घटनामा मुछिँदै आएको छ। केही वर्ष आयताका घटनाक्रम हेर्दा एकपछि अर्को अनियमितताका घटनाहरू उनीहरूसँग जोडिएको हुन्थ्यो। मुख्य सचिव शङ्करदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अवकाशमा जान लागेका डाक्टर वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउन देउवा परिवारको पनि भूमिका थियो। अर्याललाई मुख्य सचिव बनाउन सक्रिय रहेका सुनिल पौडेल र विकल पौडेल भ्रष्टाचारको आरोपमा थुनामा छन्। उनीहरू आबद्ध करिब 1 दर्जन भ्रष्टाचार मुद्दा सर्वोच्चदेखि विशेष अदालतमा विचाराधीन छ। देउवा दम्पतिका छोरा जयवीरमाथि समेत राज्य शक्तिको दुरुपयोग गरी कतिपय सरकारी निर्णयहरूलाई प्रभावित पारेको आरोप लाग्दै आएको छ। सुरक्षण मुद्रण केन्द्रदेखि पेमेन्ट गेटवे र नेपाल टेलिकमको बिलिङ प्रणालीमा त्यो समूहको नाम जोडिन्थ्यो, तर राजनीतिक संरक्षणका कारण प्रमाणको अभाव भन्दै अख्तियारले त्यस्ता निर्णयमा संलग्न राजनीतिज्ञहरूमाथि अनुसन्धान गर्न सकेको थिएन। सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन अनुसार केही निश्चित संलग्न भएको प्रमाण नभेटिँदासम्म सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा चलाउन मिल्दैन। तर गैरकानुनी रूपमा सम्पत्ति कमाएको भेटिएमा भने स्वतः भ्रष्टाचारको आरोप आकर्षित हुन्छ। विभागले अरू प्रमाण भेटेन भने पनि गैरकानुनी रूपमा सम्पत्ति कमाएको आरोपको अनुसन्धानको फाइल अख्तियार पठाउन सक्छ। 2048 सालपछिका एकाध वर्ष बाहेक सधैँजसो सार्वजनिक पदमा बसेका देउवा दम्पतिले सम्पत्तिको वैध स्रोत पुष्टि गर्न नसके भ्रष्टाचारको आरोप सामना गर्नु पर्न हुन सक्छ। आजको भिडियो यति नै। यदि तपाईँ यस्तै अरू भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल सबैको ज्योतिषलाई सब्स्क्राइब गर्नुहोला र यो भिडियो मन परेमा लाइक गर्नुहोला। धन्यवाद।